ब्लगर दाजु बिके चायवाला हो रोथाङ बजार चाहिँ हो मम्मी यहाँ हुनुहुन्छ बिहान वेलकम छ मेरो ब्लगमा स्टार्ट गर्नु ब्याक गरेर आउन यता हाम्रो फौजी भाइलाई धेरै धेरै सम्झना छ हेलमेट चाहिँ अब यो लाउने हेलमेट अम्बो ओइ पानी त के भन्छ विकेताले बनाइदिनु भएको यो कुकले हेलो गाइज गुड मर्निङ एन्ड वेलकम टु माई न्यू भ्लग होइन आजको भ्लग चाहिँ मेरो घरदेखि सुरु हुँदैछ अनि म चाहिँ सुतेको होइन ओछ्यान पठाउनु पनि भएन केटाहरूले कल गरेको भाइले होइन बहिनीहरू त हुनुहुन्छ होइन मैले भ्लग चाहिँ स्टार्ट गरिरहेको अनि के भन्छ म चाहिँ अस्ति छुट्टीमा घर आएको थिएँ होइन आज छुट्टी छ सो यहाँ चाहिँ गाउँमा बिहा छ नि त होइन त्यहाँदेखि त्यहाँनिर आजै हेर्नुहोस् बिहान नै यहाँ चाहिँ चराहरू पठाएको हो ए घरमा चाहिँ फेरि मेरो बिहान छिटो हुन्छ अनि के भन्छ हामी चाहिँ उता काम गर्दैछ होइन त्यहाँदेखि चाहिँ के भन्छ अनि बिहामा चाहिँ काम सकाउनु जाने बिहान नै होइन त्यहाँदेखि चाहिँ हाम्रो पिकनिक पनि छ साथीहरूको अनि त्यहाँ पनि जानु पऱ्यो मम्मीलाई भन्छु मम्मी चाहिँ बिहान नै उठेर काम गर्दैछ के छ लानु पर्ने डाइरेक्ट निस्किनुपर्छ मम्मीले पानी त खानु भन्नुहुँदै थियो यस मम्मी यहाँ हुनुहुन्छ बिहान वेलकम छ मेरो ब्लगमा कता जानुभएको हुन्छ सो गाइज हामीले निस्केको हो अनि खै छ उयो बिहान आइपुगिसकेको छ सरी हो अघि कल गर्दा आउँदैन फेरि यो आमा सुतेको गर्छ हो ए आमा पर्खिन्छ यता फेरि भ्लग गर्दै यहाँ माथि छ सो अब चाहिँ जानुपर्छ होला अहिले भेटौँ ल बिहामा त ओए बिहामा त नगरौँ ल जुमाइला भाउजू मर्निङ यता हाम्रो भाउजू पनि फेरि भ्लगर है फेरि यता फेरि मम्मी भ्लगर सबैजना भ्लगर बिस्तारै न यता फेरि स्पिड हिँड्छ नि त हो बिहा घरमा आइपुग्यो अनि चन्द्रमालाई धेरै धेरै बधाई छ अनि के भन्छ चन्द्रमालाई बेहुलीलाई त अहिले हामी देख्नु पाउँदैन होला हो अब त्यसरी हामी चाहिँ बिहानै काम गर्नु यहाँ पनि सो अब अहिले चाहिँ भिडियो नगरौँ काम छ ल सक्यो आदि काम चाहिँ एउटा यहाँ छ यो दाजुहरू यहाँ छ सबैजना यहाँ चाहिँ बेहुली बस्ने जग्गा छ बेहुला बेहुली हो सबै हामीले काम सक्यो अलमोस्ट सो गाइस हामी चाहिँ काम सकाएर पनि आयो होइन त्यहाँदेखि चाहिँ अब मम्मीहरू जानुहुँदैछ हो मम्मी आप्पाहरू त्यहाँदेखि चाहिँ हामी चाहिँ फर्केको हो अनि फेरि यसको त अब खानु पऱ्यो नि अब खानु पऱ्यो नि अब सो गाइस अब चाहिँ हामी गएको हो अब केटाहरू भेटौँ हो अब आज चाहिँ केटाहरू जाने हो सो अहिले के हुन्छ सो अहिले भेटौँ है यो चाहिँ हाम्रो यहाँ चाहिँ यसको घर हो यहाँ बनाउँदैछ मेरो त माथि अलिक माथि इलेक्ट्रोनिकमा थियो उमेर हुँदै जिन्दगीको इन्जोयमेन्ट लिनुपर्ने छ यस्तो गर्नु थालेपछि जिम्मेवारी आएपछि साह्रो पर्दो रहेछ है ल यस्तो ल अब लाग्दिउँ है गाइस अहिले चाहिँ हाम्रो रोटाङ पनि आइपुगिसक्यो होइन त्यहाँदेखि चाहिँ हामी सब गर्दैछ यहाँनिर दुईजना चाहिँ अनिकेर हो यही हाम्रो यहाँ देखाउँ न हो यहाँनिर अलिकति आजको लिस्टहरू यहाँ स्विमिङ पनि ठुलो छ यहाँ एक नम्बर रविले गर्छ हो रविको अहिले देखाउँछ स्विमिङ गर्दा त्यस्तै हामी सब अब बजेट चाहिँ अलिक कम्ती नै छ सो अनि केटाहरूलाई पनि कल पनि गर्नुपर्छ यहाँ आएर नि हो अनि यहीँ 11 बज्न आँटिसक्यो हो सो अहिले सबैजना केटाहरूसँग भेटाउँछु अनि यो चाहिँ मेरो साथीको दोकान हो रोटाङमा यहीँ छ बजारकै छेउमा हामी चाहिँ अब यहाँनिर यता अर्को बुबा आयो यता ह्यान्डसम बुबु यता चाहिँ हाम्रो प्रेसिडेन्ट है वेलकम छ है प्रेसिडेन्टलाई किन अनि गाडी आउँदा केही हुँदैन त डराइ बस्छ केटाहरू रोटाङ बजार चाहिँ हो यहाँनिर चाहिँ बाइक पार्किङहरू चाहिँ यहाँ छ हो अझ गऱ्यो भने चाहिँ फेरि पुलिसले पैसा काटिदिन्छ यही एसकेएम जेल छ फेरि हो हुन्छ ल दोकान यतापट्टि छ अनि यहाँ चाहिँ ऊ पर साथीको दोकान ऊ यो निलो बिल्डिङको उताटिको आयो भने चाहिँ त्यहाँ पक्कै निस्किने
So guys, आज चाहिँ हामी सबै सामान किनिसक्यो हो अनि नुन बेसी भएर चाहिँ अलिकति यहाँ खनाउँदैछ हामी त्यस्तो जुगाड मान्छेहरू हो फेरि त्यहाँदेखि यहाँ यी सबै सामान रेडी भयो हो यी अन्डा अन्डा हो दुईटे बिट्टुले अलिक बेसी खान्छ अन्डा चाहिँ अलिकति हो त्यहाँदेखि कोक छ यहाँ प्रिडेटर पनि छ त्यहाँदेखि झ्यालमुरी छ त्यहाँदेखि मासुहरू मासु चाहिँ कता गयो ए एपीले मासु त छिटो छ नि एपी मासु चाहिँ फेरि बोक्नु हो अनि यहाँ हाम्रो सबैजना जान्छ यो जान्छ यो साथीहरू छ सबैजना अहिले भेटौँ हो अनि अब चाहिँ हाम्रो निस्किराखेको हो ओ सबैजना हालै होइन ओ त्यति बोक्नु न त्यस्तो नगर ओ यहाँ न अनि के भन्छ ओए यहाँ अघि मैले भन्छ यहाँ म मेरो नामले चाहिँ डिस्काउन्ट हुन्छ स्पेसल डिस्काउन्ट चाहिँ हुँदैन भाइ हुन्छ हुन्छ एकदम यहाँ यता फर्केर भन् न एक्स्ट्रा विक्रमको नामबाट मात्रै 10% अन्त ल यो चाहिँ फेरि अब हेर्नेले चाहिँ आउनु पर्यो मेरो नाम लिनु पर्यो नि त अनि दिएन भने चाहिँ मलाई कल गर्नु पर्यो होइन त्यहाँदेखि त्यस्तो हो अनि यहाँ चाहिँ त्यसरी अब प्याक गर्दैछ हो अनि आज चाहिँ धेरै दिन बाद यसरी साथीभाइहरू भेटेको भेट्नु त भेटिबस्छ अब पहिला चाहिँ पुरा पिकनिकहरू जान्थ्यो कि तर अहिले चाहिँ सबैजना बिजी भयो हो त्यहाँदेखि अब आज यति भेट टाइम पाएको छौँ सबैजना भेटाउँछौँ अहिले भेटौँ ल सो गाइस हामी चाहिँ यहाँनिर यो जग्गालाई चाहिँ भन्छ लाबडे भन्छ होइन त्यहाँदेखि चाहिँ यहाँनिर यो चाहिँ पहिला यहाँनिर चाहिँ कस्तो छ भने चाहिँ यहाँ के हुन्थ्यो हेर काम ए ड्यामको तर कम्प्लिट भएन यस विगता यस यस यो हेलमेट चाहिँ अब यो लाउने हेलमेट ल ल ल ल ल ल जाउँ न तर विगता चाहिँ फेरि एक्सपिरियन्स है त्यसो नबोल्नु न तर म यो क्लिप ल जाउँ जाउँ के भन्छ नि यता हाम्रो एरोप्लेन खतरा थालेको छ नि आम्मा ल ह्याप्पी न्यु इयर तलतिर पनि पिकनिक खाँदैछ त्यस्तो यस्तो कुरा चाहिँ नगर न हो अम्मा त्यसरी पिकनिक खाएको मजा मात्रै रहेछ है अम्बो धुलो खायो नि तैँले अगाडि जानुपर्छ नि खास अघि हो यहाँनिर दामी चाहिँ स्विमिङ गर्ने जग्गा मेबी अब यो आजको भ्लग चाहिँ रामै हुन्छ होला हो रामै हुन्छ होला हो यो एरियामा चाहिँ पुरा पिकनिक खेल्न मान्छेहरू आउँछ यहीँ खेलिरहेको छ होइन उहीँ पर पनि खेलिरहेको छ ऊ यो अब हामी टर्नल खोज्दाखेरि कस्तो डराउन टर्नल छ यत्रो भिड काटेर चाहिँ टर्नल बनाएको छ हो अनि आइया हौ अम्मा झन् डर यसरी यहाँनिर चाहिँ नि यहीँ त्यस्तो छैन यहाँ चाहिँ अँध्यारो हुन्छ एक्लै चाहिँ हिँड गर्नु सक्दैन हो यहाँनिर ओ पानी पनि छ त्यहाँ अम्बो अब पहिला नै कस्तो जग्गा छ त्यहाँ यस्तो दाइ अम्बो ओइ पानी त अच्छा अम्बो ओइ अम्बो अम्बो हेरौँ न अम्बो एकछिन रोक न अम्बो ओइ यहाँ त पानी ए हो यसलाई चाहिँ थाहा छैन नि त अम्बो पानी अम्बो विगता अम्बो यतिको चाहिँ हुनु पर्यो नि त ओ विगता म त होइन यहाँ हेर्नु न बिचबाट ल्याइँदै अरे अब चाहिँ हामी जानु पर्यो तल गाइस हामी चाहिँ बल्ल टोल पार गऱ्यो अनि यता हाम्रो चाहिँ यता बडीगार्ड कुद्दैछ ओ विगता बडीगार्ड कुदेको नि हामी बाइक कुद्दै छिटो ओइ केटाहरू आधी चाहिँ अघि पुगिसक्यो अब म के टी सर्टहरू खोले त यता फ्ल्यास ल्याऊ ओइ सो गाइस आज यता बिकेदा यता एरोन छ यता अनि यता बिटु यता सबेन छ देखेन त तँलाई त ए यता हाम्रो शनि मालिक यता हाम्रो सरोज बुबु यता फ्ल्यास यता हो अहिले कुदेर आउने चाहिँ स्कुटीमा नचढेर बाइकमा नचढेर अब चाहिँ हामी यहाँनिर जग्गा हेर्ने हो अनि यहाँ देखाउँछु ल यहाँनिर चाहिँ तपाईँको के भन्छ यहाँनिर चाहिँ कस्तो भने नि रिसोर्ट छ होइन यहाँनिर त्यत्तिकै अब डेमा आउनु पनि सक्नुहुन्छ राति बस्नु पनि सक्नुहुन्छ पिकनिक खेल्ने जग्गा यो स्पट हो
यता गाडीहरू ड्याम्मै छ तल पिकनिक खेलिरहेछ हो यहाँनिर भित्र पनि खेलिरहेछ यहाँनिर जिप लाइनहरू गर्दा हुन्छ सबै छ यहाँनिर वाटर क्रसिङ क्या मजाले बनाएको छ हामी चाहिँ माथि कता जाने हेरौँ न अब कता हुन्छ है सो यस्तै छ गाइस हेलमेट बोकिरहेको छ अब सामानहरू बोकेर जानुपर्छ स्टार्ट गर्नु ब्याक गरेर हाल्न अब घुम्दैन अब यस्तो छ केटा बाउ त्यो भाँचिन्छ सधैँ ओए मामाले हेऱ्यो भने चाहिँ फेरि अहिले ओए भयो भयो हेर त लु एउटा बाइकलाई तान्नु लागि जानु चाहिँ यो चाहिँ हो रिभर क्रसिङ हेर यस्तो दामी छ पानी यति सफा छ अघि मान्छे उयो घरेको चाहिँ तल है त्यो फल छ यी केटाहरू हो यस्तो छ हो अब यो त रफ जप 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 कता हौ फाइनली हामी यहाँनिर लोकेसन पनि पाइसकेको छ हो यहाँनिर यहाँ मुनि आएर यहाँनिर चाहिँ यस्तो दामी दामी नजरले हेर्दै हो खाने पिकनिक अब यहाँनिर पौडी खेल्ने जग्गा यहाँनिर स्विमिङ उयो खेलिहाल्ने गयो फेरि हो रेडी भयो रेडी भइहाल्यो फेरि हो यहाँनिर कोल्ड ड्रिङ्क्सहरू छ हौ हाम्रो चाहिँ अब यो चाहिँ अर्ग्यानिक फ्रिजमा हाल्दैछ अब सबिन भाइले हो यहाँनिर अब रोयललाई त अब के गर्नु अब खान्थ्यो होला नि है नेपालमा गइहाल्यो अब आमा यस्तो दामी देख्दैछ मजाले हाल्यो मजाले बगायो भने चाहिँ फेरि ल्याउनु पर्ला है यति दामी जग्गा छ कि यहाँनिर चाहिँ आम्मा सो गाइस यस्तो गरम पनि भयो मजामा हुन्छ केटाहरू चाहिँ सबैजना दरा खोज्नु गएको छ हो अब यहाँ जङ्गल यता माथिबाट यताबाट ल्याउँछ हो अनि यहाँ म चाहिँ चुला बनाएँ मैले होइन चुला बनाएँ अनि यहाँ भाँडाहरू सबै हो म चाहिँ अब के भन्छ जहिले पनि आउँछ चुलाहरू बनाउँछु होइन त्यहाँदेखि यो सबै रेडी गरिदिन्छ होइन दाउराहरू बाल्छु त्यहाँदेखि काट्नु सघाउँछु त्यहाँदेखि पकाउने अर्कै छ दाउरा खोजेर आएपछि सबैजना पौडीहरू खेल्नु जान्छ होइन त्यहाँदेखि सबैले आफ्नो आफ्नो काम गर्छ अनि टेक्पाहरू पोल्नुपर्छ अनि अहिले भेटौँ ल सामान चाहिँ यहाँ छ है फिलहाल आएको पुगेको अवस्था र हाम्रो यता रमदोहानको मालिकले चाहिँ मासुको म्यारिनेट गर्दैछ यता हाम्रो भ्लगर दाजु बिके चाहिँवाला हो दौडाहरू लिएर पनि आइसकेको छ यी दौरा त यी कति चाहियो अझै केटा आएको छैन हो यी हामी आउनुभन्दा यति थियो अहिले हेर्नु फेरि यहाँ ड्याममै ए अन्नपुरा देखाउ फेरि रिसाउँछ फेरि अहिले बिस्तारै गरे बिस्तारै आम्मा यसले चाहिँ अब के भन्छ अब ब्रेकफास्टहरू हुँदैछ आम्मा ओ यो त खतरा छ हौ यत्तिका दर चोकाइ चाहिँ हाम्रो आगो पनि बलिसक्यो हो अनि यतामा आयो यतामा पनि ड्याम्मै आयो मान्छेहरू भोक लाग्यो पुरा अब चाहिँ हाम्रो यहाँ रेडी भयो एकताल चाहिँ हामी ट्राई गरेर भिडियो बनाउनु सकेन छ फोटो तेह्रवटा खिच्न मेरो भिडियो मेरो गर्छु होइन होस् यहाँ कफी बनिँदैछ हो यहाँ रेडी छ यहाँ चस्मा लाउने अघि चस्मा लगाएर स्कुटी झन् पल्टाएछ हो बस्नु पर्दैन हौ टक्कर राख कि तेल अलिक हाल त This river that you all can see, we call it as a Reshi Doban. It's a Reshi river. And as you can see here, our SK Biku, one and only SK Biku. Thank you for. Big bro, how are you feeling? Feeling bombastic. Feeling bombastic. Okay. Boo, how are you feeling? Good. यहाँ कफी बनिँदैछ हो यहाँ देखा यता नि यहाँ पर्छ चाहिँ तेलमा यहाँनिर चाहिँ के ब्रेड चपहरू के बनिँदैछ हो अब भिडियो बन्नु बिकेताले साह्रै भन्दैछ हौ मलाई तर यहाँनिर चाहिँ दामी पाक्दैछ हो मजाले हामीले खाइसक्यो अब केटाहरू आउँदैछ एक दुईजना बाहिर हो अनि अब यहाँनिर सेक्वाको लागि बनिँदैछ हो अनि यहाँनिर केटा दाजु छ यहाँ बिटुले दुईजना गर्दैछ सोनेले आगो लाउँदैछ म यहाँ अन्डा बोइल गर्दैछु फ्राई होइन अन्डा हो यहाँ पनि
के भन्छ विक्रेताले बनाइदिनु भएको यो कुखुरा दामी आम्मा मजा आउँछ केटा हो आत्ता हो यहाँ यसरी हो यो अन्डा अन्डा केटालाई रितेश रितेश रन्जिन साकार अन्डा खान कता सबैजना अहिले चाहिँ लन्च टाइम भइरहेको छ सो गाइस अहिले चाहिँ हामी अलमोस्ट सक्यो होइन मेरो पनि खाँदैछु हो होइन त्यो पनि हाल्नुपर्छ हौ रेसमा निकाल न यता पकाउँछ हो सबैजना हेर्छ अब यहाँ हाम्रो सेकमा पनि पाकेर मैले खाँदैछु सेकमा चाहिँ सो गाइस अनि चाहिँ अहिले चाहिँ आएको सबै खाइसक्यो यहाँ अब लास्ट फाइनल पाक्दैछ हो स्टिङ खायो यता 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 देखाउँ न यता यता हाम्रो फौजी भाइलाई धेरै धेरै सम्झना छ यता उता हाम्रो अग्निवीर भाइ हो फेरि यता यहाँ चाहिँ अब सबैजना हुन्थ्यो भाइ चाहिँ छैन भाइलाई एकदमै यहाँ सम्झना छ हाम्रोबाट भाइलाई हाम्रो अनि अर्को भाइ छैन एकजना नेपालतिर बोर्डर पोस्ट इन्टरनेसनल ट्रिपमा छ को ल ल यस्तो छ अब फाइनल पुगिसक्यो हामी अब सबैजना एक दुई ग्रुप त गइ पनि सक्यो अब स्विमिङ गर्ने केटाहरू अलमोस्ट क्लिन हेर्नुहोस् हामीले सबै प्लास्टिक्सहरू ल्याएको थियो सबै जलायो होइन यहाँनिर रेडी के भन्छ स्विमिङ गर्नु गएको कि अलिक साबुन गरेर अब सबैजना केटाहरू जाँदैछ है यहाँ देखाएर सबैजना हामीले चाहिँ पौडी खेल्नु सकिसक्यो होइन त्यहाँदेखि यता चाहिँ धुवा पनि आएर छ धुवा आगो तापेको ए ओ विकेता मजा आयो आज एकदम मजा आयो है दामी दामी आगो हामीले दामी बालेको छ फेरि यहाँ यतै अब फाइनल रविले चाहिँ खाना बनाउँदैछ म हेर्नु पुगेको पुगेको हेर्नु हेर्नु यहाँ यता केटाहरू खेल्दैछ म यो तिनजना चाहिँ सिक्नेहरू है तिनजना सँगै खेलिरहेको छ पर चाहिँ दाजुभाइ अब भिडियो गरेन मैले अनि ल के भन्छ ओ जुत्तामा खेलेको अनि अब चाहिँ ल ल ल यस्तो छ खाना खानुपर्छ हो 4 बजिसक्यो खानासाना खाएर विकेताले हेरेको छ ए अहिले जुम भएछ नि त है आम्मा के छ हेर्छौँ हौ विकेता त धेरै दिन बाद यसरी मजा आयो अहिले अब सबैजना आफ्नो आफ्नो ड्युटी काम पढाइ हो यस्तै छ टाउकोदेखि अनि एक दुईजना भाइ साथीहरूलाई चाहिँ मिस गऱ्यो हामीले आज हो यहाँनिर खाना हाम्रो गाइस फाइनली सबै सक्यो होइन हाम्रो पिकनिकहरू आजको सो सबैजना केटा रेडी हुँदैछ हो हामीले आगो सागो सबै निभाइसकेको छ हो मिस्टेकले आएको अघि यहाँ सबै निभायो हामीले चिरिक्कै सफा पनि गरेछ है अनि अब चाहिँ गएको अब चाहिँ हामी गएको प्यारासुट तेरो होला कस्तो अरे मजा आयो अनि अब फेरि अब कहिले भेटिन्छौँ Until then, listen and write a goodbye. So guys, this is बिस्तारी ओइ बिस्तारी खै केटाहरू कस्तो हल्किँदैछ हौ मैले खुर ल यस्तै छ अब एडभेन्चर ओइ बिस्तारै जुन एडभेन्चरमा एडभेन्चर यो पछाडि पर्खेको केटाहरूलाई होइन पर्खेको केटाहरूलाई कि सरस आयो भने त पर्खेर सरस पनि जानु दिएको लास्टमा एभेन्जरलाई चाहिँ फुत्तै निक्लिन आएको यस्तो गएर झन्डै सो गाइस यता चाहिँ हाम्रो लगर दास है यता भेटाउँदैछ वेलकम छ धेरै दिन बाद लगर
एकदम सबै ठिकै छ भने त एकदम ड्युटी राम्रो चल्दैछ है? एकदम ठिकै छ ड्युटी राम्रै चल्दैछ दाको भ्लग त यो फेसबुकमा के छ तपाईँ भनिदिनु मेरो वर्धमान सुब्बा छ एकदम अनि के छ भाइ एकदम ठिकै छ हुन्छ त